जोजलपा नमस्ते। आज पनि हामी उपस्थित भइसकेका छौँ समय सन्दर्भ लिएर। प्रविधि संयोजनमा बिबिसा शक्य हुनुहुन्छ भने म प्रस्तुत गर्दैछु शङ्कर थापा। श्रोताहरू, यहाँलाई सबैलाई स्वागत छ। हाम्रो कीर्तिपुर नगरपालिकाको स्वास्थ्य शाखा अधिकृत आज हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ गोविन्द प्रसाद निरौला। कीर्तिपुर नगरपालिकाको स्वास्थ्य शाखा अधिकृत हुनुहुन्छ गोविन्द प्रसाद निरौला। यस विषयमा आज हामी कुराकानी गर्दैछौँ। समसामयिक विषयहरूको साथमा समय सन्दर्भ, जनस्वास्थ्य, शिक्षा तथा आम नागरिकका ताजा विषयवस्तु समेटेर तयार पारिने समय सन्दर्भ। उहाँलाई हामी फोनमा सम्पर्क गरिरहेका छौँ। हेलो, शरीरमा भएको यो क्षमता भनौँ न, हेलो, एन्टिबडी भनौँ, यसलाई प्रतिरोधात्मक क्षमता भन्छन्। हेलो, शरीरमा भएको यो प्रतिरोधात्मक क्षमता। मलाई सुन्नुहुन्छ? हेलो, यो प्रतिरोधात्मक। गोविन्द सर नमस्कार। हाम्रो यो समय सन्दर्भ कार्यक्रममा म यहाँलाई स्वागत गर्न चाहन्छु। हामीलाई कोरोना धन्यवाद। नमस्कार। कीर्तिपुर नगरपालिकाको विषयमा कुरा गर्दाखेरि कीर्तिपुर नगरपालिकाको शिक्षा शाखामा यहाँ हुनुहुन्छ र अहिले विवाद पनि धेरै निस्किरहेको छ। स्वास्थ्य मन्त्रालयले चाहिँ विद्यालय खोल्नु हुँदैन भन्ने किसिमको विज्ञप्ति निकालिरहेको छ। स्थानीय तहबाट चाहिँ विद्यालय खोल्नुपर्छ, विद्यार्थीहरूले पढ्न पाएनन्, पढ्नबाट वञ्चित गर्नु हुँदैन भन्ने कुरा निस्किरहेको छ। यस विषयमा हाम्रो कीर्तिपुर नगरपालिकाको धारणा के छ हजुर? यसमा चाहिँ हाम्रो चाहिँ के छ भने अब स्वास्थ्य मन्त्रालयले विज्ञप्ति निकालेको पनि छ हैन हजुर, र एकातिर शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले पनि एउटा विद्यालय सञ्चालन कार्य ढाँचा 2077 भनेर जारी गरेको छ हजुर। र हामीले यी त्यसैमा टेकेर हामीले के गरेका छौँ भने अहिले तत्काललाई एउटा टेस्टको रूपमा हामीले प्रयोग गर्न खोजिएको हो। र अब यसमा हामीले स्वास्थ्य मन्त्रालयले भनेअनुसारको स्वास्थ्य सुरक्षाका मापदण्डहरू लगायत र सामाजिक दूरी कायम गर्दै सञ्चालन गर्ने हो। र त्यस अन्तर्गत पनि विशेषतः अहिले चाहिँ प्रयोगात्मक हिसाबमा हामीले हेरिरहेको अवस्था हो हजुर। र सबैलाई अनिवार्य हामीले गरेका छैनौँ अहिले। कि तलबाट 1, 2, 3 कक्षा कि माथिबाट 8, 9, 10 कक्षालाई चाहिँ तत्काल स्वास्थ्य मापदण्डहरू अपनाएर सामाजिक दूरी कायम राख्दै विभिन्न सरोकारवालाहरूसँग छलफल गरेर यदि सबैको सहमति भएको खण्डमा सञ्चालन गर्न सकिने भनेर कीर्तिपुर नगर शिक्षा समितिले निर्णय गरेर अनुमति दिएको अवस्था हो सर अहिलेको। हजुर, अब यसरी नगरपालिकाको शिक्षा शाखा अधिकृतको रूपमा यहाँ हुनुहुन्छ। नगरपालिकाले यसरी अनुरोध गर्नु र अब जनस्वास्थ्य मन्त्रालयबाट चाहिँ अहिले स्कुल नखोल्नु भन्ने दुविधा आइरहेछ नि यहाँनिर। अनि यसले गर्दाखेरि नखोल्नु भन्ने त स्वास्थ्य मन्त्रालयको पनि आशय होइन हजुर। त्यहाँ चाहिँ स्वास्थ्य मापदण्डहरू पुग्दैनन् कि किन बालबालिकाहरूले सबै कुराहरू यथास्थितिमा मान्दैनन् अथवा गर्न सक्दैनन् अथवा सबैको निगरानी पुग्दैन भन्ने आशयको चाहिँ हो भन्ने हामीले बुझेका छौँ होइन हजुर। अनि अब अर्को पाटो पनि एउटा के पनि हो भने हजुर, स्वास्थ्य क्षेत्र अलिकति संवेदनशील अवस्था पनि हो हजुर। र त्यसलाई अलिकति व्यावहारिक रूपमा चाहिँ हामीले केही काम गर्न नथाल्ने हो भने र चुप लागेर बसिरहने हो भने चाहिँ अर्को समस्या पनि सिर्जना हुन सक्छ भन्ने हाम्रो पनि ध्येय हो। र एउटा कुरो के पनि हो भने विद्यार्थीहरू यस्तो संवेदनशील हुन्छन्, उनीहरूले शिक्षकले भनेको अथवा सर मिसहरूले भनेका कुराहरूलाई चाहिँ आधिकारिक रूपमा मान्ने र घर परिवारले भनेका कुराहरूलाई चाहिँ अलिकति गौण रूपमा होइन हामीलाई त सरले यसो भन्नुभएको छ, मिसले यसो भन्नुभएको छ, म्याडमले यसो भन्नुभएको छ भनेर घरमा पनि तर्क वितर्क गर्ने भएको हुनाले पनि यो एउटा जनचेतना फैलाउनको लागि पनि विद्यालयमा चाहिँ बालबालिकाहरूलाई त्यो सचेतना गराउनुपर्छ भन्ने पनि हो कि हाम्रो उद्देश्य चाहिँ त्यो यसले पनि एउटा अभिभावकहरू समेतलाई पनि जनचेतना बढाउनलाई सहयोग गर्छ र सिधै विद्यालय खोल्न नसक्ने अथवा नखोल्नु भन्ने कुरो चाहिँ स्वास्थ्य मन्त्रालयको पनि होइन तर
स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्ति चाहिँ हामीलाई जहाँ तक लाग्छ कि विद्यार्थीहरूलाई सामाजिक दूरी लगायत स्वास्थ्य मापदण्डहरू पुरा गराउन चाहिँ कठिन हुन्छ भन्ने कुरो चाहिँ हुनुपर्छ भन्ने हाम्रो चाहिँ बुझाइ हो। म एकपटक यहाँलाई यो स्वास्थ्य मन्त्रालयको सहायक प्रवक्ता हुन्छ डाक्टर समीर कुमार अधिकारीज्यूको वक्तव्य म पढेर सुनाउँछु एकैछिन है त। विद्यालय खोल्ने विषयमा मन्त्रालयले कुनै निर्णय नगरेको र तत्काल खोल्ने अवस्था पनि नदेखिएको उहाँको भनाइ छ। विद्यालय खोल्ने विषयमा कुनै निर्णय भएको छैन डाक्टर अधिकारीले भने। स्थानीय तहले खोल्न निर्देशन दिएको सुनिएको छ। हामीले विगतमा जे भनेका थियौँ अहिले पनि त्यही हो। हतारमा निर्णय गरियो भने यसले गम्भीर समस्या ल्याउनेछ, त्यसैले हतारमा विद्यालय खोल्नु घातक हुनेछ उहाँले भन्नुभएको यस्तो छ। अनि तपाईँहरू चाहिँ अब मापदण्ड पुर्याएर खोल्ने भन्नुहुन्छ। अनि विद्यालयमा चाहिँ बच्चाहरू धेरै हुन्छन्, बच्चाहरू र बाल विद्यालय चाहिँ कोरोनाको डर छ पनि भनिरहेको छ। यो अवस्थामा अब विद्यालय खोल्दा चाहिँ होला त, उचित होला त? होइन, एउटा यस्तो पनि हो हजुर। अब त्यो विद्यालय खोल्दै नखोल्ने भनेर पनि त्यो सम्भावना पनि हुँदैन कि। त्यो स्वास्थ्य मन्त्रालयले पनि अब हामीले हराउने सिकाउने कुरो त होइन, तर उहाँहरूले पनि त्यो विवेक चाहिँ पुर्याउनु पर्छ। अब ठुल्ठुला कामहरू अहिले भएका छैनन् हो, भेला समूह आदि इत्यादि भएका छैनन्। त्यो हिसाबमा चाहिँ थोरै विद्यार्थीहरूलाई सामाजिक दूरी कायम गर्दै केही न केही एउटा अभ्यास गर्न सकिन्छ। अस्ति हामीले भर्खरै सकेका होइनौँ र हामीले त्यत्रो के अरे 12 कक्षाको परीक्षा सक्यौँ, 11 कक्षाको परीक्षा पनि लगभग सकिँदै गइसक्यो होइन। अब यो पनि अभ्यास हामीले हेरिसकेका छौँ नि त। अनि हेरिसकेपछि अब एउटा सञ्चालन यो नीति निर्देशन पनि कसका चाहिँ पालना गर्ने भन्ने हामीलाई पनि कन्फ्युज भइरहेछ के। अब हामी स्वास्थ्य शिक्षा मन्त्रालय अन्तर्गतको अथवा स्थानीय तहलाई सम्पूर्ण विद्यालय सञ्चालन, माध्यमिक विद्यालयसम्मको रेखदेख सञ्चालन नियमन गर्ने सम्पूर्ण अधिकार संविधानले स्थानीय तहलाई भन्छ। अनि सम्पूर्ण नीति निर्देशनहरू शिक्षा मन्त्रालयले जारी गर्छ। अनि त्यसलाई पनि छेकपार लगाउँदै स्वास्थ्य मन्त्रालय अन्य वक्तव्यबाजी गर्ने, यो पनि कहाँसम्म मान्ने या नमान्ने भन्ने कुरा पनि हो पाए कि। तर अब स्वास्थ्य जस्तो कुरोमा मान्ने नमान्ने भन्दा पनि संवेदनशील हुने कुरा चाहिँ एकदम यथार्थ हो। अहिले हामीले त्यो कुरालाई पुष्टि गर्नको लागि अथवा त्यो कुरालाई सपोर्ट गर्नको लागि नगरपालिकाले स्थानीय तहमा अथवा हाम्रा उसमा चाहिँ प्रत्यक्ष विद्यार्थीहरू बोलाएर शिक्षा दिने विद्यालयहरूलाई स्वास्थ्यका आधारभूत सुविधाहरू पनि उपलब्ध गराउने भनेर पनि निर्णय गरिएको छ कि त्यसमा। खुरुखुरु विद्यालय चलाऊ अथवा खोला भनेको मात्रै पनि होइन। र एक किसिमले हामीले भन्न खोजेको कुरो के हो भने विद्यालय नै पूर्ण रूपमा खोला भने होइन, कक्षा खोला हो हाम्रो वास्तवमा भन्ने हो भने नि। अब तीनटा कक्षा सञ्चालन गर्नु भने पुरै विद्यालय चलाउनु त होइन नि। यो पनि बुझाइमा अलिकति कमजोरी हो कि वास्तवमा। हामीले त अहिले 3टा कक्षा सञ्चालन गर्नु प्रयोगको रूपमा, टेस्टको रूपमा के हुँदो रहेछ यसको नतिजा भन्ने कुरा पो हेर्या हो त हामीले त होइन। त्यसले गर्दाखेरि विद्यालय खोल्नु भनेको त कक्षा 1 देखि 12 कक्षासम्म चाहिँ सबै विद्यार्थीहरू बोलाउने, प्रेयर गराउने आदि इत्यादि गराउने, घन्टी हिसाबमा खुरुखुरु पढाउने भन्ने कुरा हुनुपर्छ। त्यो होइन हामीले अहिले भन्न खोजे होइन। तर यो अलिकति प्रचारबाजीमा पनि अलिकति भ्रम भएको हो कि जस्तो मैले त्यो पनि मानेको छु। र हाम्रो आशय चाहिँ के हो भने स्वास्थ्य मापदण्डहरू पुरा गर्दै 3वटा कक्षाहरू मात्रै अहिले हामीले सबैलाई भने पनि छैन। अनि हामीले अभ्यास गरिराखेका भनौँ न यो रेडियो शिक्षा पनि चलाइराखेका छौँ र अरू माध्यमहरूबाट अनलाइन क्लासहरू पनि सञ्चालन भइरहेका छन्। तिनीहरूलाई पनि यथावत हो चुपबन्द गरेका छैन। ती यथावत गर्दै 3वटा कक्षा चाहिँ प्रयोगको रूपमा टेस्ट गरौँ भन्ने कुरो हो हाम्रो होइन। अब त्यसमा जबरजस्ती तपाईँहरूले गर्नै पर्छ भने पनि छैन हामीले कसैलाई। यदि अभिभावकहरूसँग, विद्यालय व्यवस्थापनसँग, पिटिएसँग, शिक्षकहरूसँग र विद्यार्थी अगुवा विद्यार्थीहरू पनि हुन्छन्, उनीहरूसँग पनि राय परामर्श लिएर, स्थानीय जनप्रतिनिधिहरूसँग राय परामर्श लिएर र अन्य अभिभावक सरकारवालाहरूसँगको छलफलद्वारा मात्रै चाहिँ सुरु गर्नुहोस् है भनेका छौँ हामीले। त्यो चाहिँ हामीले लगाइहाल्नुहोस् भने पनि होइन।
र त्यो किसिमबाट हामीले विद्यालय होइन कक्षा सञ्चालनको सुरुवाती चाहिँ एउटा प्रयोगको रूपमा हेर्न खोजेको। अब त्यसको नतिजा काहीँ केही तलमाथि भयो भने हामी 10-15 दिन हेर्ने, त्यस पछाडि चाहिँ अब त्यसलाई बन्द पनि गर्न सकिन्छ अथवा राम्रै भयो र त्यसको पोजिटिभ आयो भनेदेखि हामी अझ अगाडि बढ्न पनि सक्छौँ भन्ने हाम्रो चाहिँ उद्देश्य थियो। यसरी आंशिक रूपमा विद्यालय खोल्दा कतिवटा कक्षा, 3वटा कक्षा भन्नाले कुन कुन कक्षा हो सर? हजुर हजुर के भन्नुभयो? 3वटा कक्षा सञ्चालन गर्ने भनेर यहाँले निर्णय गर्नुभएको छ नि, यस्तो किसिमको कुन चाहिँ कक्षा? कि तलबाट 1, 2, 3लाई सञ्चालन गर्ने, विद्यालयको अवस्था हेरेर छलफल गर्दा कुन सजिलो हुन्छ, कुनलाई चाहिँ अभिभावकहरू सबैले स्वीकार्य हुन्छ, कि माथिबाट 8, 9, 10 तिनीहरूलाई अब 11, 12को परीक्षा त भर्खर सकियो, अब 11को परीक्षा चल्दैछ, त्यसले गर्दा तिनीहरूलाई अहिले नजोडौँ, 8, 9, 10लाई कि माथिबाट चलाउने कि तलबाट चलाउने भन्ने निर्णय हो अहिलेको। यसरी आंशिक रूपमा विद्यालय चलाएर स्वास्थ्य मापदण्ड पुरा गरेर विद्यालय चलाउनै पर्छ, किनभने अहिले विद्यार्थीहरू पनि घरमा बसेर बेकार बसिरहेका छन्। उहाँको समय पनि, उनीहरूको समय महत्त्वपूर्ण समय हो यो। राज्यले अब भनौँ न यस्तो विद्यार्थीहरूलाई घरमै राखिरहनु पनि हुँदैन, अनलाइनमा पढेको भरमा कसरी जाँच दिउन् होइन। त्यो कारण पनि विद्यालय खोल्नुपर्ने आवश्यकता पनि यहाँ टर्कारो महसुस भइरहेको छ। अब यसो गर्दाखेरि इन केस अब कारणवश यो महामारी स्कुल विद्यालय स्तरमै फैलिन गयो भने चाहिँ हामी रोक्छौँ भन्ने यहाँहरूको आशा होइन त? एकदम हजुर, खुसी लाग्यो। त्यसमा चाहिँ हाम्रो च्यानल चाहिँ कस्तो बनेको छ भने हामीले त्यो निर्देशन पनि गरेका छौँ। यदि कुनै विद्यालयमा त्यस्तो देखियो सिम्टमहरू कसैलाई, शिक्षकलाई अथवा विद्यार्थीहरूलाई अथवा कुनै विद्यार्थीको अभिभावकहरू आदि इत्यादिलाई देखियो भने पनि त्यो पनि रिलेसन भएर त्यहाँ आउन सक्छ नि त। त्यसले गर्दाखेरि त्यस्तो देखियो भनेदेखि एकदम तुरुन्तै विद्यालय प्रशासनले त्यसलाई चाहिँ आफ्नो विद्यालयको नजिकको स्वास्थ्य चौकीमा खबर गर्ने, स्थानीय जनप्रतिनिधिहरूलाई खबर गर्ने, शिक्षा शाखामा खबर गर्ने, स्वास्थ्य शाखामा खबर गर्ने र नगरपालिकामै मेयर उपमेयर साहबहरूलाई पनि खबर गरेर तुरुन्तै त्यसको जानकारी गराउने र त्यहाँ चाहिँ स्वास्थ्य टोलीहरू पनि खटाउने र त्यो कहाँ के भएको भन्ने कुरो त्यो सबै उसलाई चाहिँ निगमन गर्नको लागि तत्कालै हामी मुभ हुने भन्ने हामीले त्यो सूचना पनि जारी गरेका छौँ। त्यही अनुसारको निर्णय पनि भएको छ। हजुर, हस्, धेरै धेरै खुसी लाग्यो यहाँले आफ्नो यो जानकारी दिनुभयो विद्यालय खोल्ने नखोल्ने विषयको यो किर्तिपुर। अब मैले भन्नुपर्ने चाहिँ के छ भने कुनै दुविधा नभइकन अहिलेको अवस्थामा विद्यार्थीहरू विद्यालय आएर घर गए भने पनि एउटा स्वास्थ्य जनचेतना फैलाउँछन्, त्यो हिसाबमा पनि हामीले सोच्नु पर्यो। अब अहिले अन्य क्षेत्रमा काहीँ पनि त्यस्तो रोकाटोहरू देखिएको छैन, सबै कुराहरू खुलेकै देखिएका छन्। विद्यालय मात्रै एउटा त्यस्तो अवस्थामा रहिराखेको छ र अब विद्यार्थीहरूलाई घरमा अभिभावकहरूले अलमल ल्याउने माध्यम अथवा भुलाउने आधार पनि केही छैन कि उनीहरू सबै कुराहरू घरको उसमा परिवेशमा घुलमेल भए अब त्यहाँ केहीमा पनि अलमल्य छैन। अहिले गाउँघरतिर यसो गएर हेर्ने हो भने सबै बालबालिकाहरू वरिपरिको चौरीहरूमा खेल्न निक्लेका, वन उसमा जङ्गलहरू अथवा कतै घुम्न निक्लेका, पार्कतिर यताउता डुलिराखेका परालिएका हामी त्यस्तो ढङ्गबाट भेटिरहेका छौँ। त्यसले गर्दाखेरि पनि अब हामीले त्यसलाई समयको सदुपयोग गर्न सकेनौँ भने यसले अझ अर्को रूप लिन सक्छ, भयावह हुन सक्छ, घर परिवारहरूलाई विभिन्न किसिमका तनावहरू हुन सक्छन्, यो पनि सम्भावना छ। त्यसले गर्दाखेरि अब यसैको भरमा डराउनु भन्दा पनि यसलाई सुरक्षित सञ्चालन गर्नु चाहिँ उपयुक्त हुन्छ भन्ने नै वैज्ञानिक होला भन्ने हाम्रो पनि बुझाइ हो। हजुर, धेरै धेरै धन्यवाद दिनुभयो, यहाँलाई पनि धेरै धेरै धन्यवाद, मौका पनि दिनुभयो। हजुर, म व्यक्तिगत तर्फबाट र नगरपालिकाको तर्फबाट पनि यहाँलाई हार्दिक धन्यवाद दिन्छु। हजुर, धन्यवाद। भविष्यमा पुनः यहाँसँग जोडिने आशा राख्दै आज हामी यहाँसँग छुट्टिन्छौँ। धन्यवाद। उहाँ हुनुहुन्थ्यो शाखा अधिकृत शिक्षा शाखा किर्तिपुर नगरपालिकाका गोविन्द प्रसाद निरौलाज्यू। आज विद्यालय खोल्ने नखोल्ने विषयमा यो दुविधा भइरहेको अवस्थामा उहाँले किर्तिपुर नगरपालिकाको शिक्षा शाखाको यो जानकारी गराइदिनु भयो। नेवा FM 106.6 मेगाहर्ज है, यो हाम्रो
अफिसियल युट्युब च्यानल हो। यसलाई सब्सक्राइब गरिदिनु हुन म अनुरोध गर्दछु। यसमा दैनिक न्युजहरू अपडेट हुन्छन् र केही कार्यक्रमहरू पनि हामीले यसमा हालेका छौँ, यहाँ सुन्न सक्नुहुनेछ। यसलाई सब्सक्राइब गरेर सुनिदिनु हुन र कमेन्ट गरिदिनु हुन म यहाँलाई अनुरोध गर्दछु। आजको लागि म छुट्टिन्छु। नमस्ते, शुभ।